भइहाल्छ यो पूर्व फर्कनु पर्छ नि जहिले बोलेको यो ठुलीले होइन खास चाहिँ भगवान जता छन् त्यतै फर्काउनु पर्दो रहेछ हामी भगवान पूर्व राख्छौँ नि आज यता भगवान छ नि त दुईजना त बस्ने अचेल नि अचेल यो मोबाइलले मात्रै बिगारेको नि तपाईँ दियो बालेको पाहाडमा हेर्नु कता फर्केर कसरी पसिन्छ होइन जसको नि त्यो पसिन्छ राखेको हुन्छ बोलेको पूर्व हुँदैन हुन्छ बोलेको पूर्व तर अहिले चाहिँ पूर्व फर्केर गर्नु दुई भाइ यता आउँदा बाहिर जाऊ बाहिर जाऊ तेल सेल लाउने होइन म कपाल गएर तेल लगाएर पूजा गर्ने हो कपाल त खोइ पूर्व लगाइदिएको अहिलेसम्म उम्रिँदैन कपाल लामा आउँछ आज काट्ने गरे त्यसले एक कपाल बाहिर बस भान्जा बाहिर बस यस्तो घिनलाग्दो बनाएर हिँड्थ्यो कि कपाल दिएर भएर बाक्लो भएर छ नि यो त चौधरी यस्तै बनाएर हिँड्थ्यो एउटा लाउने हुन्छ नि यस्तो त लाउँदैन डुप्लिकेट त मुनिबाटै पो यसमा मुनिदेखि कसरी छैन फुट्यो यहाँ यहाँ छैन नि त माथिबाट उयो नउठाएर भन्नु अरे बिचमा छैन नि त हो कि त्यो कसरी उड्यो त? हुन्छ पहिले पहिले पामा दिदीले पुर दिनुहुन्थ्यो फुलले कति हुन्थ्यो पनि धेरै भयो नि यो फुल यो त कति सयको भइसक्यो यो यो फुल पनि एकचोटि बुझ्न नबिना यता यसो गर्दै गर्नुपर्छ नि त पहिले उयोदेखि घुँडादेखि खुट्टादेखि यहाँ छिरिङ नभएछ यो त फुलले त चामल पनि गर्नु पर्दैन हो चामल बिना हुन्छ त चामल चाहिन्छ त फुलको चाड हो नि त अनि चामल चाहिँ हिजो उहाँ चोक मिसाउनु पर्छ त बरु 300 रुपियाँमा त कति महँगो भन्ने कि एउटीले बरु अचोक नगर्नु यति बेला त यति बेला ठुलो सबैभन्दा ठुलो भन्थे के गर्नु 2 मुठाको लाँदा 2टा मार्ने रहेछ भन्दै नबिना पिठो भनेपछि लास्ट हामी रमेश दाइ भनेको थियो रमेश दाइले त बोलाएको होइन नि त के गर्ने रमेश अहिले त बोलाएको त छु दुईजनालाई लगाइदिनु भयो अघि नै होइन आउँदै हुनुहुन्छ अरे लगाइदिनु भएको छैन अनि पोहोर परार पनि आउँथ्यो त आएन नि त नि आउनुहुन्छ त वर्षै पछि सँगै मिलाइदिँदै आएको छैन हौ अनि यसो भन्नु भने त पढाएको साल एकचोटि आउँदा उताबाट खिच्दा चाहिँ हिँड्ने रहेछ। टाढाबाट आउँदैनन् नछुटाए बुझ्ने जहिले टिका लगाइदियो भन्नु हो अनि अब पालमा के भन्नु होइन नखाएकै बेलामा त्यहाँबाट जहिले सुरैबाट खिचाउँदै चाहिँ एकपल्ट के बत्ती त बालेको भए पनि हुन्छ होला नि उज्यालो देखिन्छ कि लाइन छैन बाँकी बिचरा त्यो पुसिदालाई कतिखेप बोलाउँदा अनि छोडेको त ए लगाउनु नि त सबै यता कोही ठुल्ती दिएर लाउँछ अनि मलाई आउँदै जान्छ पालो पालो त उठो लगाइदिनु पऱ्यो नि त पहिले अनि ड्रेसै मिल्यो नि त त्यो बेला मेरो मिलाएन छु आज यो त किन्न मान्नु भएकै थिएन हतार हतार मैले भनेर अस्ति दसैँ म त किन्ने थिएँ जोग्नु केही पनि किन्नु नै भएको थिएन जोग्नु जस्तो छ त सस्तो पनि राम्रो हुने अन्त सस्तो त कतिमा आउँछ सस्तो सस्तो हो कसैले पत्याउँदैन 1200 कहाँ भेट्छ सस्तो त क्लोथ हाउसमा क्लोथ हाउसमा जोगमुनिमा गइरा बाबुको त होइन कसले थाहा छैन क्लोथ हाउसमा किनेको हौ अस्ति दसैँमा बुवाको होइन पनि बुवाको नि त्यहाँ किनेको एकै ठाउँमा हो बुवाको चाहिँ महँगो 900,000मा त केही न राम्रो जोगमुनिमा त पर्छ अनि राम्रो लाग्यो सुरुवाल पनि राम्रो छ त्यो एउटा मान्छेले त झन् कति लियो हुँदैन हुँदैन यो त कहाँ सानो हो नबिना अलिक यो सुतेछ हुँदैन सिटी लागेको छैन त भनेपछि अहिले कतिजना भयो टिका लागेको खसीको मासु हिजो 2 घन्टा जति लाग्यो आज पाइएन छैन आज लिन पठाएको थिएँ भिड भएर
अनि ठुलीको काटेको भनेर अन्त हिजो त नि कहाँ अचानक हो नि त अचानक बेलुका राति चाहिएर ए बेलुका राति राति अनि देउसी तपाईँहरू त आउनु भएन त यहाँ को देउसी म देउसी नै खेल्न त किन यहाँ त आइपुगेनन् हिजो यहाँ आउने नि रे आउनु भएन मुन्दाहरू मरङ्गलहरू नि खोइ देखि नै अर्कै है टोली त्यही हो नि बुवाहरू काकाहरूकै टोली हो एउटै हो नि हिजो अनि आउनु भएन त भन्छु नि म चाहिँ हेरेँ देखिनँ नि जीवन दाजुहरू कि हिँड्नु भएन त सबै भन्दै के हो भयो ऐना पनि चाहिएको थियो नबिना ऐना राम्रो भयो कि भएन टिका खबर लगाइसक्यो अनि पछि र त मलाई केटाकेटा लाग्छ यहाँ छ यहाँ छ अचम्म लाग्दोमा त टिका यहाँ ल्याउँछु यहाँ ऐनाले त टुक 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 त्यो अन्तखेरि छुट्टै कान्छे अरे हाम्रो केटाले त 1 घन्टा लाग्छ अनि के रेडी गरिसकेको थियो सबै 1 घण्टामा धेर लाग्यो एउटा फुच्चेलाई त हाम्रो अनि ए चकचक गरेर उता फिर्किन्छ यता फिर्किन्छ यसलाई नि भयो भयो पछि सानो उनीहरूले यहाँसम्म पुऱ्याइदिनु यसलाई बाहिर केही राखेको छैन टिका त सधैँ यहाँसम्म पुऱ्याइदिँदा दसैँको टिका लगाएको थियो नि एउटाले यहाँ कहाँ पो भाइरलै भयो होला ल लाई चाहिँ टिका लगाइदिनु परेन अब अब लगाइदिन बाँकी नै छ नि बस्नु न तपाईँहरूले आजदेखि फेरि हाम्रो सिस्टम चेन्ज हो केटाले पारा आराम त्यसरी झगडा पनि भएन आनन्द अगाएपछि अनि टिका लगाइदिइसकेपछि के एक कुरा खुवाइ पनि दिनुपर्छ अरे ऐना देखाइदिए कतै पिठो पिठो अनि गनायो यो हातमा दुख्छ छैन कहाँ र? टिका हातै यस्तो छ टिका गनायो लु है एकै ठाउँमा गिफ्ट छ है हाम्रो त दाजुभाइ भइहाल्नु धेरै झमेला पनि नगरेको ए पहिला टिका लाउनु परेन हामीले अब ढोगेर पैसा दिनु ढोगेर अनि तपाईँहरू थाल टिका लगाइदिने नि अनि थाल चाहिँ सानो भएछ त बुहारी पनि टपरी लगाएको मलाई ठुलो एकदमै टपरी छन् भनेर साँच्चै टिकाको थाली अब टिको लाएर टिका लाएर बाहिर टिको लाएर अनि ए फुल त थोडा कहाँ राखिरहेको थियो त्यहाँ छ नि त हाम्रो छतमा पनि बेचेको भए 2 दिनसम्मको फुल फुलेको हो त्यहाँ पाखा हो त्यहाँ हो र उयो तलतिर आएको कति पार्का यो 500 हेर्दा राम्रो चाहिँ मन्दाइमा घुमेर आएर चाहिँ भनेर फोन गरेर राखिदिनु भनेर त्यो दुईटा अरूले कसले लग्यो 5 मुठा थिए 500 मा बेच्दै मेरामा नि छतमा दुईटा बोट अन्त भयो हातले नै लगाइदिने हातले त्यो पिठोको त हातले राम्रो छ अरे 2 सय महँगो भयो 2 सय राम्रो बस बाबु त जाऊ बस ए नमिनाले त्यसैमा थपिदिँदा हुने रहेछ ए त्यो थोरै बस्दा पनि हुन्छ हौ मजाले ठुलो भयो त यस्तै हुन्छ मजाले बस्नु न अलिक थचको बस्दा नि त हुन्छ नि त्यहाँ हलबाट जाँदा पनि को हो टिका लगाइदिनु भन्नु मलाई देखाइदिनु भनेर भोलि पर्सि जाँदाखेरि सिधा बनाइदिनु न मिलाइदिनु अलिक देखाउनै पर्दैन तिमीहरू देखिराखेका छन् सबैले ला हो नाकमा झरो केही हुँदैन नाकको त माथि चाहिँ अहिले जान्छ त राखसँग लगाइदिनु नि रातो लाग्छ यो सबै मिक्स गरिछ तैँले यो एउटाले त बढेर छ राम्रो छ नि उल्टो र पाल्टो हालेर सिकाइराखेको यता छ नि मैले कहाँ राखेँ यो बडी सबै मिक्स कता कता थोरै हो भाउजूलाई माग्थ्यो नि त म ए त्यही त हामी भन्नु टिका छ त यहाँ कहाँ यता छ अनि खोइ यहाँ रङै छैन हल्लियो नि त सबै हेर हामी छ रङ यहाँ छ है ए भएन यो यसले त एउटा फाल्टा फाल्टै लाउनु पर्छ नि त एकै ठाउँ चुम्नु जस्ता हाम्रो लाउने त यो थियो उहिलेको यहाँ छ जीवन दाजु यसले हजुर खोइ न रङ भएन त 1 2 3 निलो खै त हानु दिनु भन अनि एउटा सेतो गर्न साथ युनिस नहानु है दादालाई किन लागेन यो पहेँलो नि मजाले कताबाट देखिँदैन खै पत्र पत्र भयो यो ठुलो पर्छ ठुलो त राम्रो पछि अलिक मिलाइदिनु न सेतो छेउ ठिक्क ठिक्क त्यसको क्या यो मैले नै ठोक्काएर अघि लतार पतार बनाइदिएँ नि त
पहेँला हो त भन्नु छ यो जीवनले त अरू पल्ल खोजेको पहेर यहाँ लाउँछु ल म होइन छ यहाँ छ नि बस त ल बस लगाइदिउँ न है लाउन ल्याएको लगाइदिउँ ल मिलाए अब सबै भयो ए यो चाहिँ ल मलाई त यहीँ माथि लगाइदिनु भयो भने खै माला ठुलीलाई लाग्यो यसलाई पनि बोलाइ माला छ हेर्दा उतै छैन होला हौ मन त पर्दैन नि त हौ। पर्दैन फुल दिँदा हुन्छ हामीले फुल दिँदा होइन भने त पर्दैन हौ। बनाएको थियो रोनिसा आएन एउटा रोशन त नि ए युनिसाको पनि थियो नि त ए रोशन नबिनालाई लान अब त्यो अलिअलि थपिदिउँ न नमिला यही हो अँ एउटा एउटा माला पनि ए रसौँ त्यही माथि माथि लगाइदिनु भइहाल्छ त। युनिसा र युनिसाको भएको रहेछ उयो लगाइदिउँ न यो सबै भयो यहाँ छ त गर्मीले त सकिसक्यो बाँकी नै छ है लाउँदैछु भर्खर। कोसँग बोलेको ए उता खै मेरो ठुल दिदी कहाँ जानुभयो मलाई ठुल दिदी पनि पहिले लगाइदिएको पहिला पहिला पहिले पनि अहिले पनि अघि पनि। लाउने जीवनै हो नि त सानोदेखि सुरु गर्नु ए ठुलोदेखि सुरु गर्नुपर्छ नि त नि ल सिद्ध त्यहाँ यसरी ल यो खिच्नु त फटाफट यहाँ एउटा